ल गाइस फाइनल्ली यो कहाँ पर्छ त्यो प्युठानमा पर्छ हैन हजुर। हेर्नुस् धबाङ हो, धबाङको हो र यो झिमरुकको नदी मिसिन गएको नदीको बिचमा। ल यति लाइक गरौ, यति शेयर गरौ, भाइरल करो जैसे कि साला उसको क्या बोलता है, के भन्छ रे यार त्यो क्या सुनको सिक्री हराएर राजावादीको बेलामा भाइरल गरेको थियो नि, त्योभन्दा धेरै गर्नु पर्यो हैन। तपाईँको लागि मैले यस्तो दुःख गरिरहेको छु, यी ठाकुर बोसो पग्लिन्छ भनेर डराइ भए पनि उसमा हिँडिरहन् केटा। मेरो यो फर्स्ट भिडियो हुनेछ यो युट्युबमा। ल हेर्नुस् सिडी अक्खो घुम्नलाई त बहुत अच्छा है यहाँ। यस टू मच क्या घोप्टो परिङ ती सिडी। यसलाई यति लाइक शेयर अनि कमेन्ट गरौ। ल हेर्नुस् तपाईलाई मैले यो उसको माछा देखाउँदैछु, हाम्रा उताबाट साथीहरूले बोलाछन्। हेर्नुस् माछा हेर्नुस् त, देख्नु भएको नि, जुम गर्न मिल्दैन, डबल क्यामेरा बन्यो हेर्नुस्, हेर्नु ल हेर्नुस् उ त्यो माछा। फेरि यहाँ आएर माछा मार्न पाइँदैन, फेरि सख्त मनाइ छ यहाँ, सुन्नुभयो? हेर्नुस् उ माछा, ऊ हेर्नुस् यो बगाले माछा। ल हामी यही मन्दिरको लागि आएको। हेर्नुहोस् अब बाटामा अब उ गर्न सकिँदैन होइन। ल मेरो यो पहिलो भ्लग हुनेछ, त्यसपछि अब हजुरहरूलाई देखाउनेछु मन्दिर। तर यो माछाको लोभमा यहाँ आएर माछा मार्ने काम नगर्नु होला। जो माछा मार्छ त्यसलाई धेरै पाप लाग्छ, देख्नु भएको छ नि। ओको हाइट ठुलो पऱ्यो, हेर्नुहोस् के गर्ने। यो हेर्नुहोस् नदीको बिचमा आयो। अब हजुरहरूलाई म अलि उताबाट नि देखाउने छु। अब ढोकिदिनु पर्यो र च्याउरो भगवान्। पहिलो भिडियो हो, यति लाइक गर, यति सेयर गर, यति कमेन्ट गर काललाई कि यसलाई फेमस बनाउनुहोस्। छु ठाकुर रामदाई पनि आउनु भएको। यो भिडियोलाई होइन सब मनोरञ्जनको लागि हो। यस बदमासहरूले हेर्नुहोस् त यो तोडफोड गरेको, यो चाहिँ नगर्नु होला। यहाँ आएर राम्ररी हेर्नु होला, इन्जोय गर्नु होला। हेर्नुहोस् म हजुरलाई फेरि एकैचोटि माछा देखाउँछु, हेर्नुहोस्, हेर्नु होला। माछा अहिले भित्र पसे, डराए जस्तो छ माछा। यस्तो खोज छ हेर्नुहोस्, वरिपरि नदी छ, बिचमा हेर्नुहोस् यो मन्दिर छ। यो मन्दिर छ बिचमा हो र। के भएर घडी फुट्यो हेर्नुहोस् यो बिचमा। बच्चा र भगवान् सरी यहाँ बोलाम न यार। हेर्नुहोस् यो जुत्ता छोडाएर जानुपर्छ माथि। त्यो त पोहोर खेलेर नि ल्याइन्छ। पछ्याएर पर्नु। यही भ्यू हेर्नको लागि हामी 4 घन्टाको बाटो आयौँ। हेर्नुहोस् ल अब म यो बन्द गरी अर्कोतिर म जानेछु। अर्को भिडियो फेरि आउनेछ, हेर्नु होला अर्को नयाँ ठाउँको।